सो फेरि पनि स्वागत छ हाम्रो भिडियोमा। यसपालि चाहिँ हामीले योपालि चाहिँ अब योभन्दा अगाडि होस्टेल 3 हालेपछि चाहिँ फर्स्ट भिडियो हालिसकेपछि सेकेन्ड भिडियो आउट ल दफा 219 को रिभ्यू लिएर आएको छौँ। फिल्म कस्तो लाग्यो त? फिल्म मलाई चाहिँ एभरेजै लाग्यो, त्यस्तो वाउ पनि होइन, एभरेज भन्दा नि अझै बिलो एभरेज भन्नु खोज्छु म चाहिँ। क्लिसे फिल्म लाग्यो क्या यो स्टोरी हामीले हलिउडमा यो बलिउडमा हेरिरहेको स्टोरी हो। यो त्यही स्टोरी नै फेरि फिल्म हेर्न जाने भयो त त्यसको त त्यो मात्रै भयो नि त, फिल्म हेर्नु गएको त्यो पैसाको हामीलाई उनी भएन, जस्टिसै भएन। मैले अनेस्टली भन्यो भने चाहिँ लास्ट टाइम अब नेपाली अडियन्सले नेपालको एउटा एक्सन जनरामा फिल्म हेरेको भनेको 12 गाउँ हो र 12 गाउँको कम्पेरिजनमा चाहिँ यो फिल्म चाहिँ मलाई चाहिँ एक हिसाबले राम्रै जस्तो लाग्यो। किनभने जुन हिसाबले कथा अगाडि बढेको छ र जुन हिसाबले कथा एक ठाउँमा पुग्छ 12 गाउँको तुलनामा चाहिँ मलाई चाहिँ अब नेपाली अडियन्सले हेरेको रिसेन्ट फिल्मको यो तुलनामा चाहिँ मलाई चाहिँ एक्सन जनरामा चाहिँ राम्रो फिल्म चाहिँ लाग्यो यो। मलाई पनि त्यतिसम्म चाहिँ लाग्यो, तर भनिहालेँ सुरुमा सुरुमा हाम्रो यो हङकङकोमा गएको एक्सन चाहिँ मलाई बब्बाले लाग्यो। त्यो चाहिँ अलिकति बलिउडको लेभलकै पुगेको हो। तर त्यसपछि कुनै एक्सन कुनै सिनहरू त्यसपछि इम्प्रुभ गर्नै सकेन। त्यो एकदमै डिक्लाइनिङ एकदमै स्लो पेस। त्यो इभन खाना पकाएको, साँचो हालेको, बन्दुक बोकेको सबै सिन देखाइरहेको, सबै सिन त्यो डिटेल त्यो देखाउनै नपर्ने डिटेलहरू किन देखाइरहेको छ कुनै, त्यो चाहिँ एकदमै प्रब्लमेटिक छ यो। अनि कथा पनि एकदम प्रेडिक्टेबलै छ। अब सेकेन्ड हाफ सुरु हुनुभन्दा अगाडि फर्स्ट हाफमा चाहिँ कथा यो डिरेक्सन जान्छ भन्ने कुरा थाहा हुन्छ र कथा इनिसियली त्यही डिरेक्सनमा जान्छ र युनिक केही पनि छैन कथामा होइन। अलिकता राम्रो लागेको यो फिल्मको प्लस फ्याक्टर भनेको चाहिँ मलाई चाहिँ एडिटिङ चाहिँ अलिकति राम्रो लाग्यो। जुन हिसाबले अलिकति एडिटरले पनि अलिक राम्रो काम नगरिदिएको चाहिँ फिल्म झोरै हुन्थ्यो, तर एडिटिङमा अलिकति मिहिनेत गरेको भएर चाहिँ एडिटिङ चाहिँ अलिकति राम्रो छ। र बाँकी फिल्मको प्लटदेखि लिएर फिल्मको स्क्रिन प्लेदेखि लिएर एकदम स्लो छ, कथा एकदम झोर छ, त्यो त भनिराख्नै पर्दैन। तर त्यही एडिटिङ चाहिँ अलिकति राम्रो छ, नत्र त केही पनि। मलाई साउन्ड पनि मन परेन, सायद साउन्ड त झन् अब हाम्रो सायद हलको प्रब्लम हो कि के हो, हामी गएको हलको प्रब्लम। तर साउन्ड त बिजिएम बज्दाखेरि मेन भोइस आवाजले मान्छेले बोलेको डाइलग केही पनि सुन्नु सुन्दैन। साउन्डको कुरा गर्दाखेरि त्यो गनहरूको साउन्ड इफेक्टहरू पनि एकदमै लो क्वालिटीको थियो। मेसिन गनको पनि आवाज तपाईँको एकदमै नराम्रो खालको थियो। अनि जुन त्यो मेसिन गनमा जुन त्यो लागेको छ नि त्यसको त्यो चाहिँ एकदमै फन्डी थियो। त्यो चाहिँ इम्प्र्याक्टिकल थियो, सबभन्दा इम्प्र्याक्टिकल। आजकल बजार पब्जी खेल्दा चाहिँ फ्री फायर हुन्छ, त्यस्तो हुँदै नहुने त्यस्तो हावा कुरा, त्यो त सिम्पल नलेज हो नि। सिम्पल नलेज हो, तर त्यो चाहिँ अब अडियन्सलाई नै देखाउने कुरालाई अडियन्सलाई नै चिट गरेको हिसाबले देखाएको छ, त्यो अलि राम्रो चाहिँ छैन। यो मुभीको बेस्ट भनेको त्यो एउटा हङकङको सेट डिजाइन राम्रो छ। त्यो हङकङमा जस्तो बनाएको नेपालमै खिचेको उहाँले भनिरहनु भएको छ। नेपालमा हङकङ जस्तो देखाउनु खोजेर सेट डिजाइन र त्यो हङकङ त्यहाँ भएको एक्सन चाहिँ बेस्ट छ, यो मुभीको चाहिँ बेस्ट छ। तर त्यसपछिको अरू बेस्ट त म केही गर्नु पनि सक्दैन त्यति। अनि अब मलाई चाहिँ अब यो एउटा कस्तो खालको ओपिनियन हुनसक्छ भने अनपपुलर हुनसक्छ, तर पनि के लाग्छ भने मलाई सुशील श्रेष्ठ जो मेन एक्टर हुनुहुन्छ उहाँको फिल्ममा एक किसिमको चार्मनेस छ, फिल्ममा एक किसिमको उहाँ जब एक्सट्रिम प्रेजेन्स हुनुहुन्छ एक किसिमको छ। तर उहाँलाई चाहिँ म के सजेस्ट गर्न चाहन्छु भने यदि फ्युचरमा चाहिँ उहाँले अरू वर्कसपहरू अरू एक्टिङ क्लासेसहरू लिनुभयो भने चाहिँ उहाँको एक्टिङमा अलिकति इम्प्रुभमेन्ट भयो भने चाहिँ उहाँको लुक्स यस्तो राम्रो छ। अब रिसेन्टली रिलिज भएको होस्टेल 3 कुरा गर्ने भने होस्टेल 1 र होस्टेल 2मा अनमोल केसी र सुशील श्रेष्ठको कम्पेयर गर्ने भने मलाई स्क्रिन प्रेजेन्स र एक्टिङमा अलिकति डोमिनेन्स देखाउन सक्यो भने सुशील श्रेष्ठ एकदम राम्रो एक्टर हुन सक्नुहुन्छ। त्यसैले भने चाहिँ म के सजेस्ट गर्छु भने एकचोटि राम्रो एक्टिङ अलिकति वर्कसप हेर्दा लिनु भयो भने चाहिँ तपाईँको प्लस फ्याक्टर हुन्छ, किनकि तपाईँसँग त्यो क्वालिटी चाहिँ छ। मलाई चाहिँ लाग्यो यो फिल्ममा चाहिँ अर्को एउटा के राम्रो मलाई लाग्यो भने साइड क्यारेक्टर जस्तै भिलेनको पछाडिको चम्चा जो लहडिरहेको हुन्छ, तिनीहरू सानो स्टोरी जस्तो हालिदिएको छ जुन चाहिँ कमेडी अलिकति निकाल्नको लागि। त्यो चाहिँ सानो, तर त्यसपछि त्यसलाई कन्टिन्युटी छैन। सानो क्लिप जस्तै हस्पिटलको बाहिर बसेर एउटा सानो जिस्किरहेको त्योबाट झुक्किएको गार्ड, अनि त्यो जुन हेलिकप्टरबाट आएको त्यो जुन सर्ट थियो त्यो चाहिँ एउटा हावा नै थियो। हेलिकप्टरमा चाहिँ फाइटर प्लेनको जस्तो त्यो पुरै स्कोप देखाइदिएको के डिजिटल्ली के गरेको हेलिकप्टरबाट। त्यस्तै हेलिकप्टरमा ऐनाबाट हामी जस्तै झ्यालबाट बाहिर हेर्छु त्यस्तै त देखिने हो हेलिकप्टर हेरेको। त्यो कहाँबाट हेलिकप्टरले फाइटर प्लेनले हेरे जस्तो क्यामेरा ल्याएर सबै देखेको छ। अब त्यो चाहिँ अब कस्तो पोसिबल छ, यो चाहिँ जस्टिफिकेसन कसरी दिनुहुन्छ हाम्रो थाहा छैन, तर यो चाहिँ अलिकति क्लियर नै थियो। त्यो चाहिँ अब के भन्ने अरू केही छ त इन्डिङको कुराहरू पनि इन्डिङको कुरा अब
तपाईँको लास्टमा फेरि अब स्टोरी त्यसलाई नटुङ्गाइकन अझै बिल्डअप गर्न खोजेको पार्ट आउला जसरी नै त्यो पुटअप गरिएको छ मुभीलाई चाहिँ होइन। त्यो चाहिँ है मलाई त्यस्तो लाग्यो जस्तै ऊ सबै ठाउँमा उसलाई चेक गरिरहेछ हेरिरहेछ पासपोर्ट उसको हेऱ्यो जानु दियो होइन त उसलाई त्यो के मतलब पनि गरेन ऊ लुक चेन्ज गर्यो त्यो त पासपोर्टमा त उसको एउटा फिल्म मेकरलाई चाहिँ मैले हलिउड फिल्ममा यो सिन हेऱ्यो बलिउड फिल्ममा यो सिन हेऱ्यो र मेरो फिल्ममा त्यही हाल्नुपर्छ भनेर हालेको जस्तो एकदम त्यो अनजस्टिफाइड सिनहरू छ क्या त्यो जबरजस्तीको लागि त्यो त चेस सिन छ 5-6 मिनटको चेस सिन छ लास्टमा इनिसियली केही पनि छैन त्यो सिन पनि राम्रो पनि छैन तर होइन मेरो फिल्ममा यो हुनुपर्छ एउटा ड्रोन सट हुनुपर्छ मेरो फिल्ममा चाहिँ चेजिङ सिन हुनुपर्छ मेरो फिल्ममा चाहिँ माथिबाट हेलिकप्टर यो हुनुपर्छ सबै फिल्ममा हेरेर चाहिँ मेरो फिल्ममा हुनैपर्छ भन्ने छैन नि त राम्रो कुरा हाल्नु पऱ्यो अनेस्ट कुरा हाल्नु पऱ्यो एडिटिङमा त्यो कति काट्ने त्यो फिल्मको यदि यो मैले यदि एडिट गरेर काटेँ भनेदेखि झन्डै 2 घन्टा 20 मिनटको वरिपरिको फिल्म रहेछ झन्डै 1.5 घन्टा पनि छुँदैन किनभने आयो सुसी गर्यो त्यो डाइलग सानसानो गर्यो यो स्प्यागेटी खान्छु भन्यो यो गर्यो त्यो गर्यो त्यसलाई सुई बरु त्यही कुरालाई सिनेमेटिक तरिकाले अर्को क्रिएटिभ तरिकाले अर्को देखायो यो मुभी जस्तै यो मुभीको अलिकति मिल्ने भनेको जोनी पनि हो होइन जोनी पनि बदला लिने हो उसको पास्ट पनि त्यस्तो छ यताउता ऊ भयो तर त्यो देखाउने तरिकाले त्यो फिल्म हिट भएको त्यो जोनीको आउँदाखेरि पनि त्यो नागरिक यस्तो फिल्म धेरै आइसकेको छ एउटा राम्रो इन्ट्रेस्टिङ लागेको प्लट भनेको चाहिँ जब सुशील श्रेष्ठ हस्पिटलमा हुन्छ र उसको गर्लफ्रेन्ड उसलाई बचाउन आउँछ र एक किसिमको हाइपअप गरिरहेको हुन्छ कि फिमेल इनर्जी अथवा फेमिनिस्ट इनर्जीको हाइपअप गरेर हुन्छ त्यहाँ ब्याकग्राउन्डमा लेखेको हुन्छ दिस लेडी इज अन फायर समथिङ लेखेको हुन्छ र इनिसिएटिभली कुरा पनि पुलिसले पनि त्यस खालको कुरा गरिरहेको हुन्छ नर्सले पनि त्यही कुरा गरिरहेको हुन्छ र जब ऊ इन्ट्रीमा गर्छ उसको एकदम इम्पोर्टेन्ट पार्ट छ त्यो एउटा प्लट चाहिँ फिल्मको सबसे इन्ट्रेस्टिङ प्लट भनेको चाहिँ त्यही हो अनि अरू बाँकी भनेको चाहिँ अब फर्स्ट हाफ को बीचमै फिल्मको कहानी यो भनेर प्रेडिक्टेबल हुन्छ सेकेन्ड हाफ पुग्दै फिल्म इभन यो उलाई यो रेप सिन पनि क्लिशे बनाइछ रेप सिन पनि क्लिशे एकदम जुन फिल्ममा नै रेप सिन आउँदैमा अब त्यो नेपालको झन्डा देखाउँदैमा ऊ संवेदनशील विषय हो तर हैन यो संवेदनशील विषय हो भन्दैमा चाहिँ पैसा कमाउनको लागि मात्र गरेको हो कि त्यो रेप सिन आइसकेपछि हामीले पनि फिल होस् न ऊ कस्तो भयो बिचरालाई त्यो गुड छ फेरि त्यो रेप सिन राखेको राम्रो छ तर पनि त्यो देखाउने जुन खालको एजुकेसन हो त्यसमा चाहिँ प्रब्लमेटिक भनेको हामीले चाहिँ हैन त त्यही त त्यो रेप सिन भयो त्यो ठिक छ त्योबाट हामीलाई पनि फिल भयो भने बदला लिएको पनि मजा आउँछ क्या त्यो फिलै त्यो आयो सुइसी भयो के भयो सक्यो भनेपछि त्यो हामीलाई पनि कनेक्टेडै भएको क्या कनेक्टेड भएपछि हेर्न मजा आउँछ अल्छी लाग्छ क्या रेप सिन भएपछि त्यो एकदम संवेदनशील चिजमा त ल अब हाम्रो रियल लाइफमा कसैलाई भएको छ नि रिस उठ्ने कुरा हो नि त्यो त त्यो फिल्ममा हेर्दाखेरि चाहिँ नर्मल भयो सक्यो अब उसले बदला लियो त्यो त्यो त्यति मात्रै जस्तो लाग्यो सिमी त्यो अलिकति फिलिङ्स जोड्नु पायो भए हामीले पनि अलिकति ल यस्तो भयो भन्ने कुरा चाहिँ अलिकति फिल हुन्थ्यो होला अलिक ठिक्कको बजेटमा जुन हिसाबले फिल्म अलिकता प्रस्तुत गर्नुको चाहिँ त्यो चाहिँ ठिकै हो तर देखाउन मन लागेको कुरा चाहिँ अलिकता बढी नै देखाएको डिरेक्टरले अथवा फिल्म मेकर्सहरूले त्यो चाहिँ अलिकता नट गुड भन्नुपर्छ त्यो स्पेसल टास्क फोर्स चाहिँ एउटा नयाँ मुभी हाम्रो नेपाली मुभीमा चाहिँ नयाँ देखाउनु खोज्यो नेपालको प्लस पोइन्ट हाम्रो अब आर्मीमा यस्तो पनि छ भनेर देखाउनु खोज्यो तर एकदम रोल चाहिँ एकदम सानो राखेको जब त्यो ब्लकेज गर्नको लागि त्यो रोडमा त्यो भेहिकललाई ब्लकेज गर्न मात्रै त्यसको आयो हेलिकप्टर आयो ब्लक गर्यो सक्यो त्यति बेसी त्यसै काम भएन स्पेसल टास्क फोर्सको त्यो केही पनि त्यो अपरेसनै देखेन त्यो चाहिँ स्टोरी कतिले नभएर स्टोरीको लास्ट यस्तो भयो यिनीहरूले मेन कुरो मेरो विचार के हो भने अगाडि सुरुमा डिटेलमा जे कुरा डिटेल देखाउँदा टाइम लम्बियो इन्डिङ एब्रप्टली गरिदियो क्या इन्डिङ चाहिँ मेन प्रब्लम इन्डिङ गरिदियो यिनीहरूले अगाडि चाहिँ हो सबै कुरा डिटेलमा देखाउनु खोजेको छ फोन कलदेखि लिएर खाएकोदेखि लिएर बसेकोदेखि लिएर इन्टरेक्सनदेखि लिएर सबै कुरा डिटेलमा देखाउनु खोजेको छ र इनिसियली अब अलिकति कहानी लम्बिसकेपछि सेकेन्ड हाफमा चाहिँ के भएर के भएर त्यो इम्प्याक्टफुलै छैन त्यो जस्तै त्यो एउटा उसको गर्लफ्रेन्डको बहिनी उनीहरू 3 जना बसेर त्यो रुममा बसेको त्यो कन्टिन्यू भएको छ कहिले सकिन्छ भन्छु कन्टिन्यू भएको छ घडी गिफ्ट दिएको छ अब रोमान्टिकमा चाहिँ केही पनि छैन त्यो कन्टिन्यू भएको छ ऊ रुसा छ फकाएको छ त्यो सिन सक्यो त्यो सिन सकेपछि एक हिसाबले अर्को के एक्सन सिक्वेन्स हुन सक्छ के हुन सक्छ त्यो सिन सकिने बित्तिकै फेरि लम्बा डाइलग वाला अर्को सिन फेरि बोरिङ बोरिङ भयो क्या जस्तै एक्सन जस्तै यदि फर्स्टको हङकङको जस्तो एक्सन बेला बेलामा ठाउँ जब डाइरेक्टरले अथवा कसैले एडिटरले पनि हेर्दाखेरि बोरिङ आएपछि त्यो स्टोरी लेख्दाखेरि नि यति बेसी बोरिङ हुँदो रहेछ भनेर फाइट अथवा केही हुन्छ नि मान्छेले सरप्राइज इलिमेन्ट अथवा कनेक्ट हुने इलिमेन्ट अलिकति इन्ट्रेस्टिङ केही राखिदिएको भए त्यो फिल्ममा कन्टिन्यू फ्लो मजा हेर्न आइरहन्थ्यो अब सुरुमा अलिकति फाइट छ त्यसपछि हेऱ्यो अल्छी लायो फेरि अलिकति इन्डिङ हाफ अन अलिकति रमाइलो छ फेरि हाफ सुरु भएपछि फेरि हेऱ्यो फेरि इन्डिङमा त्यो
अप डाउन एक्कासी त्यस्तो एकदमै मजा आउने खाले कुनैमा अलिअलि मजा आउँछ कुनैमा मजै नआउने हेरेर बसेको सिरियल हेरेको सिरियल हेरेको जस्तो पुरा धारावाहिक कथा हेरेको जस्तो भाषण मात्र गर्छ आउँछ जान्छ एकजना कन्भर्सेसन लामो कन्भर्सेसन न्यारेटिभ केही पनि छैन इनिसियली हुने केही पनि होइन प्लस एक्सन मुभीमा भन्ने एउटा पञ्च लाइन हुनु पर्यो नि कुनै नि मुभीमा ओहो जस्तै हो इन्डियन मुभिजमा हेरेर हुन्छ पुष्पाको पञ्च लाइन हुन्छ एउटा जुन अडियन्सले याद राख्छ त्यस्तो लाइनहरू केही पनि छैन नर्मल बोलिरहेको डायलगहरू मात्रै छ त्यस्तो हुनुपर्ने हो मुभीमा एक्सन मुभी भएपछि तर त्यस्तो डायलग अलिकति राम्रो भएन डायलगमा त केही उसै छैन एकदमै नराम्रो मेरो विचारमा चाहिँ के छ डायलग यो फिल्ममा धेरै छ मुभीमा देखाउनु भनेको मान्छेले हेर्नुको त्यो कनेक्टेड भएर हेरेर सुनेर हो तर डायलग जति कम राख्यो त्यति मुभी चाहिँ मेरो विचारमा उत्कृष्ट हुन्छ जस्तो लाग्छ किनभने डायलग बोलेर त्यो बोले मैले खाइरहेको छु मैले हिँडिरहेको छु जे कुरा पनि बोल्यो भने त त्यो मान्छेले हेरेको चाहिँ के म सुन्ने मात्रै भयो हेरेको त कहाँ भएन त्यही कुरा उनीहरूले रोमान्टिक जस्तै सानो सिनमा पनि चेसिङ सिनमा बोल्दा यताउता होस् अथवा त्यो भिलेनसँग कुरा गर्दै होस् सिधै एक्सनबाट देखाइसकिहाल्यो त्यो बोल्दै त्यो त्यसले गर्दा नै मुभी लेन्थी बनाएको 2 घन्टा 20 मिनट भनेको त यो फिल्ममा जुनमा एक्सन पनि 3-4 वटा जस्तो होला एक्सन त्योमा अब चेस सिन पनि राखेको छ 10-12 मिनट 15 मिनट गएको छ चेस सिन चेस गरेछ त्यसको इन्डिङ पनि केही छैन खालि झुकाएको जस्तो मात्रै त्यो अलिकति अहिलेको टाइममा चाहिँ कस्तो भइसक्यो भने नेपाली अडियन्स अथवा मान्छे अडियन्स चाहिँ कस्तो भइसक्यो भने लामो समयसम्म एउटा कुरा हेरेर बस्न सक्दैन टाइम स्पेन्ड एकदम निकै कम भइसक्यो होइन अनि त्यो डायलग बाजे यताउता धेरै लामो भएको भएर होला जब एक्सन सिक्वेन्स आउँछ इम्प्याक्टफुलै हुँदैन त्यो एक्सन सिक्वेन्स जब कसैलाई मान्छेले सुरुदेखि के कुरामा अलिअलि डर लाग्दा एक झट्ट भयो नि त्यो जति मजा आउँछ नि त्यो केही छैन कि बोर लाग्यो अनि जब एक्सन सिन आएपछि त्यो बोर लाग्दा इन्ट्रेस्टिङ भए पनि मजा लाग्दैन अनि त्यही हो बोरिङ पार्ट भनेको चाहिँ फिल्मको एकदम लेन्दी छ लेन्दीमा पनि इम्प्याक्टफुल लेन्दी भइरहेको पनि हुन्थ्यो तर त्यसले केही पनि असर राख्दैन अनि मेरो विचारमा यो मुभीको जस्तै सुरुमा एक्सन छ त्यो एक्सनले त्यति हाइप बनाएपछि मैले सुरुमा हेर्दाखेरि वा यो त खतरा फिल्म हुन्छ जस्तो लागेको थियो तर त्यसपछिको कुनै एक्सन पनि त्यो फर्स्टको सुरुको लेभलमा आउनै सकेन क्या अनि त्यो हस्पिटलवाला सिन जुन मैले भने त्यो केटी गएर चाहिँ बचाउनेवाला सिन हो त्यो सिनको लागि पनि अगाडिदेखि फर्स्टमा त्यही सिनको लागि लम्बे ताम गरिरहेको थियो र त्यो सिनको बिचमा जुन ड्युरेसन छ त्यो ड्युरेसनमा चाहिँ सबै डायलग बाजी मान्छे आएर बोल्छ उसँग खान्छ बस्छ हिँड्छ त्यति मात्रै छ केही पनि छैन अब यो फिल्म रिकमेन्ड गर्नु पर्यो भने चाहिँ म चाहिँ खासै रिकमेन्ड गर्दिनँ किनभने बिलो एभरेज छ फिल्म त्यस्तो केही पनि इम्प्याक्टफुल केही पनि छैन मेरो विचारमा सुरुमा जाने 15 मिनटको एक्सन हेर्दै आयो घर आएर त्यति हेरेपछि पुग्छ फर्स्टको 15 मिनट हेऱ्यो अनि त्यसपछि एकछिन सुतेर लास्टको अलिकति के हुँदो रहेछ हेर्न गएपछि फिल्म सबैले बुझ्छ त्यो नर्मल कथा केही पनि छैन होइन त हो त्यही नै हो अनि एउटा म्युजिकको कुरा गर्दा चाहिँ एउटा गीत छ त्यो चाहिँ अब हाम्रो पपुलर भिटेनको गीत होइन भिटेनको गीत एउटा राख्नु खोजेको छ हो त्यो भिडियो गीतले चाहिँ अलिकति मान्छेलाई चाहिँ इनर्जी हामी गएको हलमा चाहिँ अलिकति कराउने सराउने अलिकति हिरोको इन्ट्री हुँदाखेरि कराउने तर यो गीतमा झन् धेरै क्या अनि यो फिल्मको प्रब्लम भनेको त्यो साउन्ड ट्र्याक त एउटा भइहाल्यो तर मेरो विचारमा के छ भने यो मुभी अझै राम्रो बनाएर हाम्रो नेपाली मुभीमा के छ भने हामी धेरै सबै नेपालीहरू युट्युबमा हेर्छौँ कि मुभीहरू युट्युबमा अब यो जस्तो यो मुभीमा कुनै कतिवटा इङ्ग्लिस गाना राखेको छ कतिवटा हिन्दी राखेको छ हिन्दी साउन्ड ट्र्याकवाला अलिकति लिएको छ अथवा चाइनिज त्यो हङकङ हुँदा चाइनिजवाला म्युजिक लिएको छ अब त्यसमा त युट्युबमा हालेपछि कपिराइट लाग्छ त्यो म्युजिक हाल्दाखेरि चाहिँ त्यो म्युजिकको इम्प्याक्टफुलै आएन क्या अब आजकल मेरो विचारमा म पनि कति युट्युबमा हेर्दा चाहिँ कस्तो म्युजिक राख्यो भने उनीहरूको कारण के हुँदो रहेछ भने त्यो कपिराइट लाग्छ युट्युबमा राखेपछि उनीहरूले म्युजिक चेन्ज गरेर अर्को राख्दा इम्प्याक्ट आउँदैन यो मुभीमा सुरुको फाइट सिनहरूमा त्यो म्युजिकको इम्प्याक्ट आइरहेको थियो अब यो त्यो कपिराइट लाग्छ भनेर युट्युबमा हाल्दा यो सुरुको फाइट सिन पनि कसैले इम्प्याक्टफुल लाग्छ जस्तो मलाई लाग्दैन यसमा चाहिँ फिल्म समग्रमा ठिकै छ अब रेटिङ कति दिनु त आउट अफ 5 मा चाहिँ रेटिङ ल कति मेरो लागि त एकदमै बिलो एभरेज नै हो म त आउट अफ 5 त 2 म चाहिँ अब मलाई फिल्म अब त्यो फर्स्टको एक्सन भन्दा अरू केही पनि राम्रै छैन फिल्ममा त्यही भएर म चाहिँ एकदम बिलो एभरेज दिन्छु 1.5 म पनि 1.5 दिन्छु त्यो पनि जस्ट 1.5 फर्स्टको एक्सन मात्रै हो अरूलाई त केही पनि छैन पछाडिको सिनहरू यताउता केही पनि छैन सो द्याट इज फर टुडे त्यो थियो हाम्रो अनेस्ट रिभ्यू किप सपोर्टिङ है त